हेलो गाइस, नमस्ते र स्वागत छ हजुरहरुलाई मेरो च्यानलमा। मसँग छ आकृति। हेलो। अनि अर्पणा पनि छ खास, तर उसको कामले गर्दाखेरि एकछिन बाहिर निक्लेको छ र यो भ्लग चाहिँ एकदमै स्पेशल हुन गइरहेछ। त्यसले गर्दाखेरि चाहिँ हजुरहरु बनिरहनुहोस् होला मेरो साथमा। र यो ओभरअल भन्नु पर्यो भने चाहिँ यो भ्लग मेरो एन्ड भ्लग हो। एउटा काठमाडौँको द भोइस अफ नेपालको जर्नीको चाहिँ एउटा एन्ड भ्लग हो, त्यो रिलेटेडको के। एन्ड देन वी आर रिटर्निङ ब्याक टु सिक्किम। एन्ड यहाँ उहाँ आउनुहुँदैछ। एटलिस्ट कफी भए पनि खानु पर्थ्यो नि भन्दैछ। अब हामी यहाँबाट निक्लिनु आँटेको। हामी यहाँनिर चाहिँ अब बोर्डिङ खास हामीले प्रपर कम्प्लिट गरिसकेको छैनौँ नि त। सो अब यहाँबाट निक्लेको। अनि हजुरहरू बनिरहनुहोस् होला मेरो साथमा। र यो जर्नी हाम्रो एन्ड जर्नी हाम्रो कस्तो हुनेवाला छ त्यो पनि हेर्नुहोस् होला। अब हामी प्रवेश गर्दैछौँ बोर्डिङको तर्फ। हामीले बोर्डिङ गरिसक्यौँ। मलाई चाहिँ तपाईँ नदेखाउने गयो। हामी अब यो वेदर हेर्न सक्नुहुन्छ कस्तो छ। गाइज हामी अब यहाँ बसबाट निक्लेको कि, तर तपाईँहरू बाहिर हेर्न सक्नुहुन्छ पानी कस्तो पर्दैछ भनेर चाहिँ। लिटरली भिज्छ, यस्तो पानी पर्दैछ। हामी फ्लाइटमा चढ्यौँ। यसकोबाट धेरैवटा क्वेसन्सहरू छ जसको मलाई एन्सर दिँदा वाक्कै भइसक्यो। के सर्भिस सोधेको फर्स्ट टाइम नेपालको फ्लाइटमा चढ्यौँ। हेलो नमस्कार। यसलाई बेसी भोट अपिल गरेर म हजुरहरूको होइन। अब हामी यहाँ के भन्छ इन्टरनेसनल भएको भए हामी इन्डिगोमा जान्थ्यौँ। इन्डिगो छ त यहाँ? छ इन्डिगो। त्यसो किन हामी यहाँदेखि बागडोग्रा गयो? त्यस्तो हुन्छ तँलाई सजिलो कि त जान्छस्? होइन अब मेरो चण्डीगढ कसरी जानु? सबैको आफ्नो प्रब्लम छ यहाँ। सबैलाई आफ्नो प्रब्लम छ। पहिले हामी यहाँबाट उता पुगिसकौँ ल। पहिले हामी भद्रपुरै भए पनि त्यस्तो छ कुरा। अहिले कम्प्लिट हामी बस्यो। अब यहाँनिर पक्का पनि हामीले निकै बेर वेट गर्नुपर्छ जस्तो लाग्दैछ हो। लु अब चाहिँ हामी पुण्यतर्फ लागेको होइन। बाई 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 बाई। कोही छैन अगाडि, एक्लो पऱ्यौँ हामी अगाडि आज चाहिँ। हामी चाहिँ टोर्ने यहाँ दुईजना निन्द्रा लाग्दै यसो हुँदै गर्दैछ होइन। त्यसैले यति एयरलाइन्स हो टोर्ने हुन त सेफ्टी। अब हामी जाँदैछ तर यहाँ हेर्न सक्नुहुन्छ तपाईँ घुस यतिको बिन्दास मान्छे हुनुपर्छ क्या। निन्द्राले घुस आइपुग्छ। मलाई त्यस्तो निद्रा लाग्थ्यो नि। निदैरहेको छु, स्टिलमै निद्रा लागिरहेछ। तर भए पनि यतिको निद्रा छ। ल्यान्ड भइसकेको छौँ भद्रपुर के अरे एयरपोर्टमा। अब यहाँनिर हाम्रो गाडी अलरेडी आएर वेट गर्दैछ हामीलाई। अनि अब त्यहाँबाट हामी जाने काकरभिट्टासम्म जाने चाहिँ हामी जाँदैछौँ। काकरभिट्टा मम्मीहरू अलरेडी पुग्नु भयो अरे। सो उहाँहरू हिजो जानुभएको। अनि अब आज हामी जाँदैछौँ। हामी पुग्छौँ। यहाँनिरको वेदर चाहिँ यस्तो छ, तर तातो पो रहेछ। पानी पर्ला जस्तो हुँदा भए पनि। हामी चाहिँ आइपुग्यौँ यहाँनिर ट्याक्सी। खुट्टा चेप्ट्यो अरे उत्रिम। हामी हाम्रो लोकेसनतिर आइपुगेका छौँ। यहाँनिर हो हाम्रो यहीँको यो होटल हाम्रो एकदम यहीँ हो। यी भेनाहरू यहाँ हुनुहुन्छ। अब हामी निक्लिने हो केही खाइकन। यहाँ हेर्नु सक्नुहुन्छ आएर छिटो आएर यहाँ खानाहरू पनि खाइसक्नु भएछ। हामी अलिकति ढिलो भएछौँ। अब एउटा टिम एक दुईजना टिमहरू चाहिँ यहाँबाट अब जानुहुँदैछ पर काकरभिट्टा। म अर्पणा आकृति एउटा गाडी चाहिँ हामी आउनेवाला छौँ। मम्मीहरू पनि त्यसमै जानुहुँदैछ। अन्त लेट हुन्छ होला भनेर चाहिँ हाफ अफ गर्दै जाँदैछौँ। अब पहिले हामी खाना खाइहाल्छौँ। हामी चाहिँ रेडी भइसकेको छौँ। यता हेर यहाँ खाना खाँदैछौँ अब हो। वी आर डन हो। अब हामी जाने। अगाडिको सबै ग्रुप जानुभयो। बुङछिङ सर, म आकृति अर्पणा हामी जाँदैछौँ यो गाडीमा। अन्त उसले यहाँनिर रिल्स बनाउँदैछ। भित्र अलिकति बिजी छ। र यहाँनिरबाट अब वेलकम पनि होइन, अब खदामाला गर्नुहुन्छ अरे दाजुहरूले। हामी यही जग्गाबाट गर्दै थियो अस्ति ट्राभलहरू सबै कुराहरू। अनि यहाँ एउटा आफ्नो बन्डिङ आफ्नो कनेक्सन भइसकेको छ। सो उहाँहरूले पनि यहाँनिर उहाँलाई अब बिदा भन्नु कि स्वागत भन्नु कि के भन्नु कङ्ग्रेचुलेट गर्नुको लागि चाहिँ यहाँनिर सानो एउटा
यहाँ प्लान गर्नुहुँदैछ अन्त अब त्यो सकेर अनि अब हामी जाने बोटेभिर भन्ने जग्गा रहेछ मलाई त याद छैन अनि यहाँनिर देख्न सक्नुहुन्छ चाय पोइन्ट अरे मट्का चाय पोइन्ट अरे अनि त्यहाँनिर हामी चाहिँ स्वागत उहाँको भइरहेको छ बाटोमा अब मेन हाम्रो प्रोग्राम छ रम्फूमा सो त्योभन्दा अगाडि अलिकति फ्रेस भएर अनि अब चिया त हामी खाँदैन कफी खाएर जाने सो यहाँ वेट गर्दैछौँ तँलाई कस्तो लाग्दैछ अहिले ब्याच पनि लगाएको छ उदय सर वी मिस यु You are not here, but we miss you. मलाई कस्तो लाग्दैछ भने एक्चुअलमा चाहिँ मलाई नि खुसी लाग्दैछ खुसी मतलब यो फिलिङ्स एकदम नयाँ छ नि त मलाई पनि डिफ्रेन्ट फिल भइरहेछ यहाँनिर ल अब हेर्दै जाउँ के कस्तो हुँदो रहेछ यहाँनिर अर्पणाको स्टिल वेलकमको यहाँ कार्यक्रम भइरहेको छ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिरको क्राउड उहाँ हुनुहुन्छ अर्पणा आचार्य र उहाँलाई वेलकम गर्नु चाहिँ सबैजना यहाँनिर उपस्थित हुनुभएको छ यहाँनिर काकाहरू केही सोध्दिनँ अहिले सोध्दिनँ अहिले भन्दैछु यहाँनिर हुनुहुन्छ सबैजना हेर्नु सक्नुहुन्छ कतिको क्राउड छ यहाँ इनफ्याक्ट मेरो यहाँ फोनको क्यामेरा क्वालिटी पनि घट्दै जाँदैछ यो भित्र भएर होला खास हाम्रो बाहिर पनि गर्नु सक्थ्यौँ तर बाहिर पानी परेको कारणले गर्दाखेरि चाहिँ हामीहरूले यहाँनिर इन्डोर गर्दैछौँ फाइनली यहाँको इभेन्ट सकेर अब हामी घरतर्फ लाग्दैछौँ हो कस्तो लाग्यो तँलाई आजको नट एक्सपेक्टेड बट मजा आयो खुसी लाग्यो बेसी माया पाइरहेको छ अनि सबैजना आउनुभयो भेट भयो अनि थ्याङ्क्स पनि भयो यहाँनिर भक्कु माया खदाहरू छ जो चाहिँ हामीले पठाइदियौँ अन्त अब पुरै बेसी टायर्ड छ अब एनर्जी लेभल एकदम डाउन भइसकेको छ सबैजनाको ल अब जाँदैछौँ हामी हाम्रो स्काइलाइन लोकल ट्याक्सी ड्राइभर एसोसिएसन है हामीले पनि अब धेरै सहयोग गरेको थियौँ र हाम्रो सहयोग पनि खेर जानु सकेन र हाम्रोलाई उहाँको लागि अब हामी सबैको एउटा कङ्ग्रेचुलेसन दिन्छौँ है र उहाँको जितै सम्झ्यौँ नि एउटा यो चाहिँ घरको स्वागत हो है आफ्नो घरको यो चाहिँ घरको स्वागत चल्दैछ उसले अहिले एउटा एड गरेको अरे भर्खर ल्याएर त्यो फाइनली आफ्नो घरमा लु 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 घरकै स्वागत हो यो चाहिँ अब किनभने ऊ बहिनीले पनि दुःख गर्यो त्यहाँदेखि बाबाले पनि दुःख गरेर यो नानी चाहिँ आज सक्सेस हाम्रो छेउमा छ अनि हामी खुसी मनाउँदैछौँ